त्यसको अक्टोबर 7 मा आमासँग पढ्नु ज्यान गुमाएका सबैको अन्त्येष्टि गर्दैछ यहाँ कञ्चनपुरको भुजेला महाकाली आर्यघाटमा चाहिँ सबलाई चाहिँ सलामी अर्पण गर्ने कार्यक्रम भएको छ। विपिनको शवयात्रामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी त्यसै गरी नेपालका लागि राजदूत सुरक्षा निकायका प्रमुखहरू लगायतका अधिकारीहरू पनि सहभागी हुनुहुन्छ भने त्यसै गरी हजारौं सङ्ख्यामा यहाँ शवयात्रामा सहभागी हुनुभएको छ। अहिले यो भुजेला आर्यघाटमा चाहिँ विपिनको अन्त्येष्टि हुँदैछ। त्यसको लागि हामी प्रत्यक्ष गरिरहेका छौँ। हामी सबै बस्दियौँ न हामी सबै बस्दियौँ न सुरक्षा अगाडि बसौँ ल सबै बसौँ ल सलामी अर्पण गरेसँगै तागबत्ती यसको लागि चाहिँ चिताको तयार भइसकेको छ। अहिले विपिनको पोस्टर सहितका यहाँ सहभागी हुनुहुन्छ। हजारौं सङ्ख्यामा हेलो
अगाडिको बसाउनु सबैजना पछाडि पनि हेर्छ नले अगाडिको बसाइदिनु न अगाडिको के बस्दिनुस् कि अगाडिको बसाइदिनु न अगाडिको बसाइदिनु न पछाडि बसौ न यसै तल बसे त भइहाल्छ बस अलि अगाडि बसाउनु बसिदै दिनु यहाँबाट अलि अझ पछाडि जानु त्यहाँबाट अलि राखेर आइदिनु न यहाँनिर बसी कोही दिँदैन कि बस्यो भने हुन्छ गाडीले यहाँबाट अलि यता आउनु न हट्दैन त एक लाइन बसाउनु न अगाडिको आजसम्म अब माथि काम हो सलामी दागबत्ती दिनकै हाल्ने सलामी पछि हो दागबत्ती केन्द्रबाट बाटो यता तल बस्छ है अहिले चलाउने होइन
लामो बालो छ पुलिस त यहाँ चले वाला एक राख्न सानो वाला राख्न मोबाइल गर्नु न एकचोटि मोबाइल बनाइदिनु मसलामै हान्दै त्यो मोबाइल गरिदिनु न बन्द भयो क्या अर्पण शास्त्र गर्ला अर्पण